हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु लर्डी इङ्ग्लिस नयाँ क्लास नयाँ भिडियोमा तपाईँलाई स्वागत छ आजको यो क्लासमा हामीले प्रश्न र उत्तरहरू सिक्नेछौँ जसको प्रश्न सोध्नेछौँ र सँगै त्यसको उत्तर पनि दिन जान्नेछौँ हामी हरेक दिन बोल्दाखेरि कुराकानी गर्दाखेरि यस्ता प्रश्न उत्तर हामी बोलि नै रहेका हुन्छौँ सो तपाईँले यो भिडियोमा त्यस्ता प्रश्नहरूलाई अङ्ग्रेजीमा पनि सिक्नुहुनेछ तपाईँ भिडियोलाई अन्तिमसम्म नै हेर्नुहोला ओके सुरु गरौँ लेट्स गेट स्टार्टेड तिम्रो नाम के हो वाट इज योर नेम वाट इज योर नेम मेरो नाम रोहन हो माई नेम इज रोहन तिम्रो परिवारलाई कस्तो छ हाउ इज योर फ्यामिली हाउ इज योर फ्यामिली सबैजना राम्रो छन् सबैजना राम्रो हुनुहुन्छ एभ्री वान इज गुड एभ्री वान इज गुड तपाईँको काम कस्तो छ हाउ अबाउट योर वर्क हाउ अबाउट योर वर्क राम्रै चलिरहेको छ इट्स गोइङ वेल इट्स गोइङ वेल तिमीले मलाई कसरी चिन्यौ हाउ डु यु नो मी तिम्रो बुवा के गर्नुहुन्छ तिम्रो बुवा के गर्नुहुन्छ वाट डज योर फादर डु वाट डज योर फादर डु मेरो बुवा एक शिक्षक हुनुहुन्छ माई फादर इज अ टिचर माई फादर इज अ टिचर तिमी के गर्दैछौ वाट आर यु डुइङ वाट आर यु डुइङ म टेलिभिजन हेर्दैछु आई एम वाचिङ टेलिभिजन आई एम वाचिङ टिभी र टेलिभिजन तिमी मलाई चिन्छौ डु यु नो मी डु यु नो मी तपाईँले म तिमीलाई चिन्छु भन्न बोल्नु पर्यो भने यस आई नो यु यस आई नो यु तपाईँले म तिमीलाई चिन्दिनँ भन्न बोल्नु पर्यो नो आई डोन्ट नो यु नो आई डोन्ट नो यु तिमी कहाँबाट आउँदैछौ वेयर आर यु कमिङ फ्रम वेयर आर यु कमिङ फ्रम म स्कुलबाट आउँदैछु आई एम कमिङ फ्रम द स्कुल आई एम कमिङ फ्रम द स्कुल तिमी कहाँ जाँदैछौ वेयर आर यु गोइङ वेयर आर यु गोइङ म बजार जाँदैछु आई एम गोइङ टु द मार्केट आई एम गोइङ टु द मार्केट के तपाईँ बिरामी हुनुहुन्छ आर यु इल आर यु इल हो मलाई ज्वरो आएको छ यस आई एम ह्याभिङ फिभर होइन म ठिक छु बोल्नु पर्यो नो आई एम फाइन नो आई एम फाइन तिमी कहाँ थियौ वेयर वर यु वेयर वर यु म बजारमा थिएँ आई वाज इन मार्केट आई वाज इन मार्केट तपाईँको उमेर कति हो हाउ ओल्ड आर यु हाउ ओल्ड आर यु म 20 वर्षको भएँ आई एम 20 इयर्स ओल्ड आई एम 20 इयर्स ओल्ड तिमी कहाँ बस्छौ वेयर डु यु लिभ वेयर डु यु लिभ तिमी के चाहन्छौ वाट डु यु वान्ट वाट डु यु वान्ट मलाई एउटा कलम चाहिन्छ आई निड अ पेन आई निड अ पेन तिमी कहिले आयौ वेन डिड यु कम वेन डिड यु कम म हिजो आएँ म हिजो आएको हुँ आई केम यस्टरडे आई केम यस्टरडे के छ आजकल वाट्सअप दिस डेज वाट्सअप दिस डेज तिमी के गर्छौ वाट डु यु डु वाट डु यु डु म एक शिक्षक हो आई एम अ टिचर आई एम अ टिचर सबै ठिक छ त इज एभ्रिथिङ अल राइट इज एभ्रिथिङ अल राइट
हो सबै ठिक छ यस एभ्रिथिङ इज फाइन यस एभ्रिथिङ इज फाइन समस्या के छ वाट इज द प्रब्लम वाट इज द प्रब्लम कुनै समस्या छैन देयर इज नो प्रब्लम देयर इज नो प्रब्लम तिम्रो दिन कस्तो भयो हाउ वाज योर डे हाउ वाज योर डे यो राम्रो थियो इट वाज फाइन इट वाज फाइन अहिले कस्तो महसुस गर्दै हुनुहुन्छ हाउ आर यु फिलिङ नाउ हाउ आर यु फिलिङ नाउ म राम्रो महसुस गर्दैछु आई एम फिलिङ बेटर आई एम फिलिङ बेटर तिमी कहिले आउनेछौ when will you come when will you come म भोलिसम्म आउनेछु I will come by tomorrow I will come by tomorrow के यो टिकाउ छ इज इट ड्युरेबल तपाईँ कुनै सामानको कुरा गर्नु यो कतिको टिक्छ कतिको टिकाउ छ भनेर सोध्नु पर्यो भने इज इट ड्युरेबल हो यो टिकाउ छ यस इट्स ड्युरेबल यस इट्स ड्युरेबल के तपाईँ विवाहित हुनुहुन्छ आर यु म्यारिड आर यु म्यारिड हो म विवाहित छु भन्नु पर्यो यस आई एम म्यारिड भन्न सक्नुहुन्छ के यो भारी छ इज दिस हेभी इज दिस हेभी हो यो छ यो भारी छ भन्दा यस इट इज यस इट इज के तिमी व्यस्त छौ आर यु बिजी आर यु बिजी होइन म खाली छु नो आई एम फ्री नो आई एम फ्री के तपाईँ पागल हुनुहुन्छ आर यु क्रेजी आर यु क्रेजी थोरै हो थोरै बोल्नु पर्यो यस अ लिटल यस अ लिटल म जाउँ सेल आई गो सेल आई गो तिमी जान सक्छौ यस यु मे यस यु मे के तपाईँ पक्का हुनुहुन्छ आर यु स्योर आर यु स्योर म पक्का छु आई एम स्योर आई एम स्योर के तपाईँले गरिसक्नुभयो आर यु डन आर यु डन मैले गरिसकेँ आई एम डन आई एम डन के तिमीलाई परवाह छ डु यु केयर डु यु केयर हो थोरै कम यस भेरी लिटल के कोही आएको छ ह्याज समवान कम ह्याज समवान कम कोही आएका छैनन् नोबडी ह्याज कम नोबडी ह्याज कम के यो राम्रो छैन इजन्ट इट गुड इजन्ट इट गुड होइन यो राम्रो छ नो इट्स गुड नो इट्स गुड कुन समय कति बजे एट वाट टाइम एट वाट टाइम तुरुन्तै सुरु गर्नुहोस् स्टार्ट राइट अवे स्टार्ट राइट अवे के तिमीलाई तिर्खा लागेको छ आर यु थर्स्टी आर यु थर्स्टी लागेको छैन नो आई एम नट नो आई एम नट त्यो कसले लियो हु टुक द्याट हु टुक द्याट मैले लिएको छैन आई डिडन्ट टेक आई डिडन्ट टेक कसले कसलाई हान्यो हु हिट हुम हु हिट हुम उनले उसलाई हिर्काई
She hit him. उनले उसलाई हानिन् वा हिर्काइन्. She hit him. तिमीलाई कसले सोध्यो? Who asked you? Who asked you? उसले मलाई सोध्यो. He asked me. He asked me. को पहिले जान्छ? Who goes first? Who goes first? तिमी पहिले जाऊ. You go first. You go first. के तपाईले सुन्नुभयो? Did you hear? Did you hear? मैले सुनिन. No, I didn't. No, I didn't. के तपाईले सुन्नु भएको छ? Have you heard? Have you heard? हो केही पटक. Yes, few times. Yes, few times. के तपाई नाच्न सक्नुहुन्छ? Can you dance? Can you dance? म नाच्न सक्छु. Yes, I can. Yes, I can. के तपाई ठट्टा गर्दै हुनुहुन्छ? Are you kidding? Are you kidding? होइन, म मजाक गरिरहेको छैन. No, I'm not. No, I'm not. के म ढिला भएँ? Am I late? Am I late? होइन, तपाईँ चाँडै आउनु भएको छ. No, you are early. No, you are early. के म खान सक्छु? May I eat? May I eat? हुन्छ, अवश्य पनि. Yes, of course. Yes, of course. के केही बचेको छ? Is anything left? Is anything left? केही बचेको छैन. Nothing is left. Nothing is left. कोही छ घरमा? Is anybody home? Is anybody home? घरमा कोही छैन. Nobody is home. Nobody is home. के यो सम्भव छ? Is it possible? Is it possible? यो सम्भव छ. It is impossible. It is impossible. के म दिनमा सपना देखिरहेको छु? Am I daydreaming? Am I daydreaming? होइन, यो वास्तविक हो. No, it's real. No, it's real. के तपाईले ध्यान दिनुभयो? Did you notice? Did you notice? मैले दिइनँ. No, I didn't. के यो मुस्किल छैन? Isn't it tough? Isn't it tough? यो एकदमै सजिलो छ. It's super easy. It's super easy. अरू केही चाहिन्छ? Need anything else? Need anything else? धन्यवाद. No, thank you. कस्तो थियो? How was it? How was it? धेरै राम्रो थियो. It was great. It was great. कुरा के हो? What's the matter? What's the matter? उनले मलाई गाली गरिन्. She abused me. She abused me. Okay, that's all for today. Thank you so much for watching. तपाईले यस्ता सेन्टेन्सहरूलाई आफ्नो डेली लाइफमा प्रयोग गर्न सक्नुहुन्छ. आवश्यक परेको बेलामा तपाईले चाहिँ यस्ता सेन्टेन्सहरूको बोलेर प्र्याक्टिस गर्न सक्नुहुन्छ. ओके